यो भावे मूल तिमी आउनु मेरो छेउमा छोरी चाहिँ भाग्ने अनि बाले राखेको भाबाट उठेको भागवत राखेको छु अनि मैले भागवत राखेको ठिकै छु भागवते भने त्यहाँ अब एकार लाउन चाहिँ नमिल्ने के राखौँ त भन्दा भाइराम पनि भने बिरेकी झ्यापीले त्यो पनि छोडिदिउँ अनि मैले यसो सम्झेँ भाइ कृष्ण चाहिँ एकार लाउन मिल्दैन होला भन्ने सम्झेर भाइ कृष्णमा राखिदिएँ मैले उति बेला होला हो पछि भाइ कृष्ण भयो अब त्यो नेवारको पाला परेको रहेछ त कुरो चाहिँ तर वास्तविकता मुसुन भागवतै हो भाइ नै चाहिँ किन राख्छ कृष्ण मात्रै किन राख्छ भाइ कृष्ण राखेको मैले भाइ मात्रै नभएर भाइ भन्ने पनि पुरा गरेको होइन हजुरले भाइ भन्छ नि त हजुर बाबालाई किन भाइ भने त म साथै भाइ भने सबैले भाइ भने म पनि भाइ सबैभन्दा जेठोलाई भाइ भारती भन्छ होइन पहिला भारती त होइन बाले भारती भन्नु बिगारे भारती शर्मा भन्नु बाले भारती बाबाको फेभरेट नाम चाहिँ कुन हो त भारती मेरो भागवत हो भागवत मेरो भागवत नाम हो हजुरबाले दिनुभएको भाइ भनेको चाहिँ म सानो हजुरलाई चाहिँ अलिक ठिक्कको उमेर धेरै नभइकन जन्मिहालेँ पहिलोमा अनि जन्मेपछि धेरै उमेर थिएन लाज भयो रे क्या छोरो भन्नलाई अनि छोरो भन्न लाज भएर भाइ भने खासमा कुरो भाइ भएको चाहिँ मेरो नाम त्यो तर हजुरले अब भाइ छोडी छैन क्या हजुरले भाइराम भाइ सुरुमा भाइराम हजुरबाले राखेको नाम भारती अनि भारते सार्की भनेर दिदीले भनेछन् फुपूले मलाई गाली गरेर भारते भन्ने त्यहाँ सार्की थिए एकजना बुवा अनि भारते सार्की त दिदीले भनिरहनुहुन्थ्यो अनि त्यो भने पनि त्यसो भने भनेर हजुरबालाई मन दुखेछ चित्त दुखो मेरो हजुरबालाई अनि हजुरबाले चाहिँ भारते होइन भागवत राखेपछि चाहिँ ओम नमो भगवते वासुदेवाय भने जस्तो भागवते भन्छन् यिनीहरूले त्यो भने त नराम्रो हुँदैन भनेर अनि त्यसो गरेको रे भागवत राखेको रे नाम चिनामा भागवत छ अनि भागवत शर्मा भनेर लेख्नु भएको छ चिनामा मेरो नाम मलाई नाम मन परेको अहिले चाहिँ भागवत हो भाइ कृष्ण पनि मलाई राम्रो छ युनिक छ हजुरले दिएको नाम हो मलाई एकदम मन परेको छ मेरो अफिसियल नामै त्यही हो अनि भाइराम भन्दा चाहिँ भैरे भने रे क्या भैरे भने मलाई अनि भैरे भन्दा त मेरो छोरालाई भनेपछि भाइ कृष्ण भनौँ भने भाइ कृष्ण भन्न त अप्ठ्यारो छ अनि त्यसरी नाम एकार लाउनु चाहिँ गाह्रो हुन्छ भनेर भाइ कृष्ण राखेको अब मलाई अहिले चाहिँ कस्तो भइरहेछ त भन्दा भाइ भन्छ ब्याङ्कले पनि मलाई भाइ भन्छ कुनै सोसियल मिडियामा पनि भाइ हाउ हाई भाइ भन्छ भाइ एउटा अकाउन्टिङ भन्छ छोरीको साथीले पनि भाइ भन्छन् मलाई भतिजी भन्छन् अनि अरूले पनि मलाई भाइ साथीहरूले पनि भाइ भन्छन् दाई भाइ भन्छन् अनि रमाइलो छ मलाई चाहिँ रमाइलो लाग्छ यो कुरो चाहिँ भाइ भएको हुनाले म हिजो आज एकदम धेरै इन्जोय गर्छु आज